र अर्थपूर्ण सन्देश म तपाईहरुलाई पढेर सुनाउँछु र उहाँले एउटा जुन सांकेतिक फोटो यस अघिकै एक फोटो पनि आफ्नो फेसबुक पोस्टमा सार्वजनिक गर्नुभएको छ र उहाँले यो बालेन्द्र शाहलाई तबेला हस्तान्तरण गर्दै गरेको तस्बिर राखेर भन्नुभएको छ, बालेन बाबु विजयको लागि तपाईलाई बधाई, तपाईको 5 वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना। स्वाभाविक हिसाबले बालेन्द्र शाहको उमेर र राजनीतिक अनुभव र केपी शर्मा ओलीको उमेर र राजनीतिक अनुभव हेर्दाखेरि र यो पोस्ट केपी शर्मा ओली एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको यो पोस्ट हेर्दाखेरि एउटा पिताले आफ्नो सन्तानलाई शुभकामना दिए जस्तै गरी, अर्थात् उमेरकै हिसाबले पनि एउटा बुवाले परिपक्व राजनीतिज्ञ केपी शर्मा ओलीले आफ्नो सन्तान अथवा वैकल्पिक राजनीतिको नेतृत्व गर्दै आएका नयाँ युवालाई अब देश तिम्रो हातमा गयो, 5 वर्ष कार्यकाल निर्विघ्न रूपमा सफल रहोस् भनेर शुभकामना व्यक्त गरे जसरी एउटा अभिभावकले आफ्नो सन्तानलाई माया दर्शाए जसरी केपी शर्मा ओलीले आफ्नो छोटो सन्देश यहाँ लेख्नु भएको छ। यो सन्देश सुन्दर देखिएको छ, सुन्दर सुनिएको छ, पढ्दाखेरि पनि म एकचोटि फेरि तपाईहरुलाई यो पढेर सुनाउँछु। बालेन बाबु विजयको लागि तपाईलाई बधाई, तपाईको 5 वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना। यसको राजनीतिक अर्थ पनि छ, किनभने नेपालमा अहिलेसम्म नयाँ लोकतान्त्रिक व्यवस्था होस् या योभन्दा अगाडिका कुरा गरौँ, हामीले नेपाल पछि पर्नुको एउटै कारण के हो भने कुनै पनि राजनीतिक दल सकेसम्म उसले बहुमत नै प्राप्त गर्दैन। बहुमत प्राप्त गरे पनि 5 वर्षसम्म त्यो बहुमतमा टिकेर उसले सत्ता चलाउन सक्दैन र 2/3 बहुमत त धेरै विरल कुरा भयो। एकदमै विरलै अवस्थामा मात्रै यस्तो जनमत प्राप्त हुने गरेको छ र प्राप्त गरेको जनमत पनि लामो समय टिक्न सकेको छैन। यसअघि 2015 सालमा पञ्चायती व्यवस्था आउनुभन्दा अगाडि नेपाली कांग्रेसले यस्तै जनमत प्राप्त गरेको थियो र अहिले निकै लामो समय पछाडि झन्डै 67 वर्ष पछाडि नेपालले त्यो सुअवसर पाएको छ, झन्डै 2/3 एकल पार्टीको बहुमतको सरकार बनाउने र 5 वर्षे कार्यकाल सफलतासँग टिकोस् भनेर केपी शर्मा ओलीले यो शुभकामना दिनुको महत्त्व पनि किन छ भने उहाँले 2 पटक विभिन्न राजनीतिक दलहरूसँग सहकार्य गरेर झन्डै 2/3 बहुमत सहितको सरकार चलाउने अवसर प्राप्त गर्नुभएको थियो। भलै ती अवसरहरू छोटो समयमै भताभुङ्ग बनेको थियो। कता कतै सुन्दा 2 पटक 2/3 बहुमत नजिकैको सरकार चलाउन नसकेको एकजना पाका नेताले अर्को युवा नेतालाई यो नयाँ अवसरका लागि निर्विघ्न 5 वर्ष कार्यकाल चलाउनुहोला भनेर शुभकामना दिएको यो लाक्षणिक रूपमा सटायर हो कि जस्तो भन्न सक्ने आकलन पनि गर्न सकिन्छ। भलै यसको सकारात्मक उद्देश्य पनि हुन सक्छ।